अब जुनै छोडेको माइती घर छोडेको अब ल बाई सबैलाई ल ल ल ल ल ल ल बाई 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 ल ल ल लखिमपुर आइपुगेर ब्रेक लिइरहेको यो बुढा खायो बुढाले त खाएर गइरहेको नि बरफको त होटल वेलकम गरिरहेको छु खाना र ल अब हामी आफ्नो घर आइपुग्यो यहाँ कोही मैले कहिले हेलो साथीहरू गुड मर्निङ म त तामाङ आशा छ तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आजसम्म अनि आज के हो भने त्यो म आज आफ्नो माइतदेखि आफ्नो घर जाँदैछु अस्ति आउँदाखेरि पनि मैले आएको भिडियोहरू पनि बनाएको थियो त्यो सबैजना कसरी डिलिट भयो थाहै पाइनँ हो अब अहिले चाहिँ म जाँदै गरेको रिटर्न आफ्नो घरमा जाँदै गरेको त्यो सबै म तपाईँहरूलाई देखाउँछु बाटोमा कस्तो छ के छ कता छ हो त हिँड्नु मेरो साथ ल लास्ट माइती घरको यहाँ फोटोहरू सबै मेरो भरे यो मेरो भदैलाई पनि झनाकुटी गर्न आँटेको छु अब कहिले गर्ने थाहा छैन यो मेरो दादा यो सुब्दर साहब जहिले पनि एक्सर्साइजै गरिराख्नुहुन्छ यहाँ कहिले थाहा छैन यो मेरो माइती घर हो यहाँ साथीहरू हेर्नुहोस् होला तपाईँहरू पनि आएर यहाँ घुम्नु होला यहाँ टुर मेरो माइती घरको यहाँ छ यो हो यहीँ यस्तो हाम्रो यो दाजुको चाहिँ देवदास गेट भन्छ तर भएन है गेट चाहिँ यो चाहिँ माथिबाट भएन है त गेट भएन को रोड यो अब यसो सफारी सुरु हुन्छ कति घन्टाको 20 घन्टाको यहाँ फुल बगैँचाहरू यहाँ त्यही यहाँ यो चाहिँ यो बिल्ली चाहिँ गोल्डी चाहिँ जति मान्छे आयो गोल्डी खै यहाँ गरेको गोल्डी सुतेको ओइ अब मतलबै छैन यसलाई ल भाउजू बसिरहेछ बिचारा ल चल बाबू ने हामी हेर्नेको भेना खै भेना फेरि बाटो पूजा गर्नु भेना पुजारी उसको घरको पुजारी हो भाइ मोबाइल लाग्छ कुल देवता पुजारी यहाँ उजल तर फेभरेट बडा ल हामी लागेको अब परिवारदेखि छुट्दैछु फेरि कहिले आउँला अब खुसखबरी चाहियो मलाई ल बाई 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 अब जुनै छोडेको माइती घर छोडेको अब ल बाई सबैलाई ल ल ल ल ल ल ल ल बाई 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 ल ल ल ल हिँडेको हामी आज सुरु भयो कति बजीदेखि हिँडेर रेडी हामी 6 बजेर 8 मिनटमा हिँड्यो हामी बाटो हाम्रो माइत जाने बाटो यही हो यस्तो कस्तो राम्रो भ्यू चाहिँ बिचमा हरिया पर्यो बिच छेउछेउमा बिचमा पहाड हेर्न सर कस्तो मजा है बाटोहरू मजाको छ दायाँ बायाँ पनि पुरा हरियो
पर्यो नै छ यतातिर लखिमपुर आइपुगेर अहिले हामी चायको ब्रेक लिइरहेको छु। यो बुढाले चाहिँ खाएर भइरहेको छ क्या बाँदर जस्तो आइपुगेर हामी चाय पानी खाएर यहाँ बसिरहेको छु हो। अब यहाँबाट चाहिँ जुनै आउँछ जुनै अब यहाँबाट जान्छ हामी सिलगढीको बाटो पक्रेको हामी यहाँबाट तेजपुर हुँदै अनि यहाँबाट चाहिँ जुनै 150 छ यति आइपुग्यो हामी अनि त्यही हो थोडो निन्द्रा लागेको छ पुरा निन्द्रा माथि घर छोरा आएको त कस्तो लागेको छ अल्छी लागेको छ नराम्रो पनि लागेको छ हो। अब जानै पर्छ के गर्नु त्यही हो चिया खायो अलिक फ्रेस भएको निन्द्रा लागिरहेको छ थाहा छैन किन गाडीहरू पुरा आएर छ कि यता गुवाहाटी इटानगर तेजपुरबाट आउने गाडीहरू यो यता फेरि धमाजी शिलापत्थरबाट आउने खाना खाने ठाउँमा आइपुग्यो यो ब्रह्मपुत्र होटल यहाँ यसमा वेलकम गरिरहेको छु होटल छ खानाहरू आउँदैछु हामी त खाना खानु आइज होइन तपाईँ म गर्छु आइज खाना खानु हिँडेको यहाँ खाना खाने होटलमा के पाउँछ क्या मजा गरेको छ यहाँ उधर बस यहाँ खाना खाने यता यस्तो छ होटल ब्रह्मपुत्र होटल हो मजाको छ यता राम्रो हेर्छु के खानु बसिरहेको छ अब खानाको वेट अनि उज्जवल चलाउँदा चलाउँदा थाक्यो म बस्दा थाकिसक्यो हो। अब खाना मगाउँछु अब आने अनि खाने हो के आइटम हुन्छ के मगाउँछु तपाईँहरूलाई पनि अहिले देखाउँछु हो। बुढा पनि थाकेर उयो भइरहेको छ यहाँ हेर्नु तपाईँलाई पनि आउँदाखेरि यता पस्नु होला राम्रो छ यहाँ थाकेर उयो यहाँ रङ्गियाको ट्रेन क्रसमा पर्खिरहेको छु। ट्रेन क्रस हुँदैछ तपाईँलाई देखाउँछु ट्रेन हेर्नुहोस् आयो ट्रेनको ट्रेन पास हुँदैछ गुवाहाटीको होला है दिल्लीको पनि जाँदैछ सुरु गयो ट्रेन क्रसिङ भयो कति लामो है ट्रेन अब राजधानी जस्तै रहेछ होइन अहिले सबै एलएचबी छ लामोहरू छ ट्रेन कहाँ रहेछ भने रङ्गिया कामाख्या दिल्ली रहेछ कामाख्या दिल्ली ब्रह्मपुत्र मेल रहेछ ल खुलेको बाटो ल साथीहरू अब हामी हिँडेछु यहाँबाट के अरे रङ्गियाबाट फेरि हिँड्ने कता बगैगाउँ हिँड्दैछु। अब बगैगाउँ पुग्नु लागि अझै 80 किलोमिटर छ। रातिको भ्यूहरू हेर्नुहोस् होला रङ्गियाको अब बाटो यस्तै छ अँध्यारोमा डुम्डुम अब एलर्ट पनि अरे के भयो 7 बजीतिर हो तर पनि हिँडेछ बाटोतिर फटफुटहरू गाडीहरू हिँडिरहेको छ सबै तारा उता कुदेको रातिको भ्यू हेर्नुहोस् यहाँ ठिकै छ हावा नि
तर यति हो कि वान वे भनेर राम्रै छ एक साइड भन्नु नि अरू भन न अरू के छ आयो अब हिँड्दा हिँड्दा बिहान हामी कति बजी हिँड्थ्यो 5 बजी 5:30 बजीतिर हिँडेको होला लगभग 5:30 बजी हिँड्दा हिँड्दा अहिले कति बज्न आँटिसक्यो 7 बज्न आँटिसक्यो हो हिँडेको हिँडे बिचमा त्यो गन्डगोल भएर नै त हामी पहिल्यै पुग्थ्यौँ बिचमा अलिकति जुलुसहरू निकालिरहेको थियो हो चलो कोही बात नै हुन्छ त्यस्तो जर्नीमा त्यही हो अब हिँड्दैछु आयो अब होटल पुगेपछि तपाईँलाई म यहाँ भेट्छु फेरि हामी अहिले रुममा आइपुग्यो यहाँ होटलमा हामी बसेछु उज्जवल आउनु गएको छ रेडी बाहिर जानुभएको छ म यहाँ चाहिँ अब फ्रेस हुन्छु थाकेँ पुरा हुइया भयो थाकेर अनि म चाहिँ यहाँ बसेर कुरा गर्दैछु तपाईँसँग यस्तो थाकेँ नि साथीहरू के भन्ने गरम पनि छ अब ठिकै छ अब राति आरामले सुत्नु पाओस् है राम्रो छ यहाँको रुमहरू यस्तो छ रुम टुर यहाँको होटेलको टिभीहरू पनि छ टिभी त कोही हेर्छ थाकेर त कसले हेर्ने हो दिनभरि हिँड्दा बल्ल पुग्यो पहिला हामी रङ्गियामा बस्छु भनेर साथीहरू हो तर रङ्गियामा चाहिँ बसेन त्यहाँ बस्यो भने पनि ठिकै थियो तर अहिले चाहिँ हामी यहाँ यता आएर बगैगाउँमा आएर बसेको किनकि यहाँबाट चाहिँ सिलगढी अलिक नजिकै हुन्छ नि त त्यही भएर जतिसम्म चाहिँ सकेको हामीले खिचेकै यो गाडीमा अब छिटै पुग्नु लागि घरमा पनि कति दिन भइसक्यो घर के भइसक्यो मेरो को के भइसक्यो हेलो साथीहरू गुड मर्निङ नेक्स्ट डे अब हामी यहाँबाट चेकआउट गर्दैछु होटलबाट अब घरको लागि अब यहाँबाट सायद 6 घन्टा जति लाग्छ होला 6 घन्टा मिनिमम 6 घन्टा भनेको छ अब हेरौँ कति लाग्छ अब यहाँबाट हिँडेको चेकआउट गर्दैछु हामी होटलबाट त अब घरमा गएर सिधा अब घरमा गएर भेटौँ अब जाँदा बिचमा के हुन्छ अगर देखाउने चिजहरू के छ भने चाहिँ म तपाईँहरूलाई देखाउँछु नै त घरमै भेटौँ ल अब हामी होटलबाट चेकआउट गऱ्यो निस्क्यो घरतिर हो रात बितायो हिँडेर भेट्यो ल कम्फर्टेबल भयो होइन कताबाट जाने कताबाट यो तलै हो कता ल यहाँ छ हो यहाँ रकम्यान भनेको तपाईँहरू पनि आयो भने यता उसमा र तपाईँहरू पनि यहाँ बस्नु सक्छ राम्रो छ यहाँको सबै चिजहरू सबै राम्रो छ यतातिर यो रिसेप्सन हो तपाईँहरू आउनु होला यतातिर ल डकुमेन्ट चाबी नै दिए हम लोग थ्याङ्क यू ल हामी हिँडेको यहाँबाट अब रुम सुम सर्भिस सबै लिएर सबै गरेँ प्लेट सेट सबै गरेँ अब हिँडेको हामी खाना त्यही हो ल आस्ते आस्ते हेर्नु है उचल त गाडीमा गएर बसिसक्यो ड्राइभर गइसक्यो मेरो ड्राइभर हेर्ने ल उज्जवल बसेर मेरो छोरा बिचरा उज्जवल गुड मर्निङ उज्जवल कहाँ त मेरो छोराको त ल अब हामी हाम्रो हिँड्छु लागेको चलामचट गरे सबै हामीले कति बजीतिर खायो 1 बज्ने 4:30 बजीतिर खानासाना खायो यो कुन ठाउँमा भयो यो के भन्छ डेढले हाँसीमारामा यहाँ उज्जवलमा खाएर बस्छु डेरीमा हात धुन जानुभएको छ हो मेन हाइवे भएर यहाँ हाइवे भएर चाहिँ तल यस्तो तल आउनुपर्छ हो के अरे गुवाहाटीदेखि आउँदाखेरि चाहिँ लेफ्ट साइड सिलगढीदेखि जाँदाखेरि चाहिँ राइट साइडमा पर्छ यो तल अलिक तल जानुपर्छ त्यहाँ छ यो अहिले भर्खर खोलेको भर्खर बन्दै छ लन्चहरू पनि अब यहाँ
हुँदैछ राम्रो छ त त्यो खानाहरू मिठो छ राम्रो छ आउनुहोस् तपाईँहरू पनि भिजिट गर्नु यता उतातिर पनि जानुपर्छ नाम चाहिँ लड्डु होटल है लड्डु यहाँबाट तल झर्छ हो यहाँबाट मेन हाइवे ऊ माथि छ यहाँ यस्तो गरममा के गाउँमा थाहा छ नि के भन्छ हाँसीमारा भन्ने ठाउँमा मेन हाइवेदेखि भनिरहेको छु मैले यता भनिसकेँ मैले अघि भनिसक्यो सबै भइसक्यो मैले यहाँबाट यसो जान्छु ल अब हिँडेको लागेको अब घरतिर अब सबै अब सिधा काहीँ गर्दैन अब भात खायो निन्द्रा लाग्यो अब एकैचोटि खाना खाएर अब एकैचोटि घरमा भेट्छु तपाईँहरूसँग यहाँबाट चाहिँ सिलगढी हाम्रो वेस्ट बेङ्गल पस्दैछु यहाँबाट चाहिँ यो के साह्रो भिड हेर्ने पुरा भिड बढाएको चाराली भयो नि यहाँदेखि त नजिकै रहेछ नि त बङ्गलादेश पनि भिड ज्यादा हेर्नु त कति भिड गरम पनि चढेको थियो यहाँ त गर्मी पनि उहाँ त अरुणाचलमा त जाडो थियो यहाँ त गरम सुरु भएछ साथीहरू सिलगढीमा मेरो माइततिर त जाडै नै छ स्वेटर लगाएर बस्नुपर्छ यहाँ त गरमले आत्यो अब गाडीबाट उत्रेपछि थाहा हुन्छ अहिले त थाहा हुँदैन अहिले त एसीमा बसिरहेको छु नि त अघि खाना उत्रदा कस्तो गरम भएको देखेन अगाडि हेर कस्तो भिड बिचारा मेरो छोरा लिएर गयो लिएर आयो बिचारा यो छोरा सानो छोराले यसले लगेर गएको हामीलाई बाउ आमालाई घुमाउनु गाडीमा त हामी कहाँ सक्थ्यौँ अब नि ल अब हामी आफ्नो घर आइपुग्यो यहाँ को मैले कसले को अब ए यता अब ए के हो तमास तेरो ए हो ल यता भात के हो